हामी डे वानमा चाहिँ डेट रिमेम्बरको डे वान गर्दैछौँ। हामी प्रत्येक दिन यसरी नै 10वटा जति डेट आउँदो पार्छौँ। सबैभन्दा सुरुमा छ नेपाल गभर्नेन्स पब्लिस अ पोलिटिकल म्याप कहिले पब्लिस गरेको हो? 2077 साल जेठ 7 गते। 2077 साल जेठ 7 गते। नेपाल गभर्नेन्स पब्लिस द पोलिटिकल म्याप 2077 साल जेठ 7 गते। नेपाल गभर्मेन्ट डिसाइडेड टु 77 डिस्ट्रिक्टमा चाहिँ 2074 साल भाद्र 5 गते। 2074 साल भाद्र 5 गते। 5 डेभलपमेन्ट डिजल्भ चाहिँ कहिले भयो भन्दाखेरि 75 साल चैत्र 28 गते। 5 डेभलपमेन्ट चाहिँ कहिले डिजल्भ भयो भन्दाखेरि 2075 साल। 5 डेभलपमेन्ट 75 सालमै डिजल्भ भएको चैत्र 28 गते। चैत्र 28 गते। कन्स्टिट्युसन अफ नेपाल फर्स्ट एम्बेडेड 2072 फागुन 16मा। 2072 फागुन 16मा कन्स्टिट्युसन अफ नेपाल फर्स्ट एम्बेडेड भएको। सेकेन्ड चाहिँ कहिले भएको भने 2077 असार 4 गते। कन्स्टिट्युसन अफ नेपाल सेकेन्ड एम्बेडेड इन 2077 साल असार 4 गते भएको। पहिलो 72 फागुन 16, दोस्रो 77 असार 4 गते भएको। नेपाल डिक्लेयर सेक्युलर नेसन भनेको 65 साल जेठ 15 गते। नेपाल डिक्लेयर एससिसिएलआर सेक्युलर नेसन भनेको 2065 साल जेठ 15 गते। 7 प्रोभिन्सलाई छुट्याएको भनेको 72 साल असोज 3 गते। संविधान जारी भएको दिन 2072 साल असोज 3 गते छुट्याएको। अब सागको स्थापना भनेको 1985 डिसेम्बर 8मा भएको हो। युएनको स्थापना 1945 अक्टोबर 24मा भएको हो। त्यसरी लिग अफ नेसन भनेको 1920 जनवरी 10मा भएको हो। 1920 जनवरी 10मा। युरोपियन युनियन नोभेम्बर 1, 1993मा। युरोपियन युनियन नोभेम्बर 1, 1993। बिमस्टेक जुन 6, 1997। जुन 6, 1997। आसियन अगस्ट 8, 1967। आसियन अगस्ट 8, 1967। नेपोलियन युनियन जनवरी 1, 1958। नेपोलियन युनियन जनवरी 1, 1958। त्यस पछाडि कोशी प्रोभिन्स। कोशी प्रोभिन्सको एरिया भनेको कति छ? 25,000 25,905। अनि यसको नामाङ्करण 2079 साल फागुन 17 गते भएको थियो। त्यस पछाडि मध्य प्रदेश। मध्य प्रदेशको क्षेत्रफल 9,661 छ। यसको स्थापना 2078 साल माघ 9 गते। यसको स्थापना 2078 साल माघ 9 गते। माघ 3 गते। माघ 3। त्यस पछाडि बागमती। बागमती भनेको 19,300 छ एरिया। अनि यसको क्षेत्रफल भनेको स्थापना नामाङ्करण 2076 साल 9 महिना 27 गते। 76 साल 9 महिना 27 गते। त्यस पछाडि गण्डकी। गण्डकीको एरिया भनेको 21,838 छ। अनि यसको 21,838। अनि यसको डेट भनेको 2075 3/22 2075 सालमा बाई के अरे अवसरहरूलाई 5 थरी अवसरलाई बाई 2075 साल गन देखाएपछि 5 थरी अवसरलाई बाई भनेको 21,838 छ एरिया। 2075 असार 22 गते। त्यस पछाडि अर्को छ लुम्बिनी। लुम्बिनी प्रदेश भनेको 2077 6 महिना 20 गते। 77 6 महिना 20 गते भनेको लुम्बिनीको। लुम्बिनीको सतहमा 6:20 20 गते। त्यस पछाडि यसको एरिया भनेको 20,266। 20,266। त्यस पछाडि कर्णाली। कर्णालीको स्थापना 2074 साल 11 महिना 12 गते। 22 होइन है, यो 12 गते। अनि त्यस पछाडि यसको एरिया भनेको
712 30,712। तराई सुदूरपश्चिम प्रदेशको 2075 6 महिना 12 गते अनि यसको क्षेत्रफल 19,539। बालेन्साई नेपालको प्रधानमन्त्री 2072 साल 82 साल चैत्र 13 गते रामनवमीका दिन 47औँ प्रधानमन्त्री व्यक्तिगत 40औँ प्रधानमन्त्री भएको। सुशीला कार्की 82 भाद्र 28 गते। सुगौली सन्धि 1816 साइन भएको हो। फर्स्ट वर्ल्ड वार भनेको 1914 जुलाई 28 देखि 1918 नोभेम्बर 11 सम्म। फर्स्ट वर्ल्ड वार भनेको 1914 जुलाई 28 देखि 1918 नोभेम्बर 11 सम्म। सेकेन्ड वर्ल्ड वार 1939 सेप्टेम्बर 1 देखि 1945 सेप्टेम्बर 2 सम्म। फर्स्ट वर्ल्ड वार 1501 दिन। सेकेन्ड वर्ल्ड वार 2191 दिन। युएनमा नेपालले कहिले एप्लाई गरेको थियो मेम्बर हुन? 1949 जुलाई 22 अनि नेपाल कहिले भयो मेम्बर? 1955 डिसेम्बर 14 अनि युके चाहिँ कहिले युरोपियन युनियनबाट निस्कियो? 31 जनवरी 2020 31 जनवरी 2020 अहिले युरोपियन युनियन अन्तर्गत 27वटा देश रहेका छन्। यसरी हामीले डे 1 सकायौँ। विभिन्न डेटहरूको बारेको स्टडी। एउटा मिस्टेक छ, कर्णाली प्रोभिन्सको नामाङ्कन 2074 साल 11 महिना 12 गते भएको थियो। कर्णालीको चौरीमा 11-12 केटाकेटी बसेका छन्। यसको एरिया सबभन्दा ठुलो हो 30,712 छ।